फेरि पनि मेरो वार्ड नम्बर 14 फाइनल पुगिसकेको छ गोदुलीको हैन। र हिजो गेममा के भयो क्या, केपी चोर्यो देश छोडको नारा बजेन कि हैन। केपीलाई पनि यस्तो गाह्रो भइसकेको छ। 17ले अलिकति रुन्चेपन देखाएको देखिएन कि हैन। पेनाल्टी 17ले नहानेर अहिले 17 रिग्रेट भइरहेको जस्तो लागेको छ मलाई चाहिँ। भोलि पनि सपोर्ट गर्न आउनु होला धरान 14लाई फाइनलको लागि हैन। फाइनलमा र्याली निकाल्नुपर्छ, सबैजना आइदिनु होला। ग्राउन्डको 12 मेन बनिदिनु होला है हिजो जसरी नै हैन। 17 भनेको कस्तो थियो, कस्तो खेल्यो हिजो है। गोदुलीमा जहिले यही भइरहेको छ क्या। योभन्दा अघिल्लो साल पनि है धरान 15को त्यस्तै भयो है। हिजो हाम्रो धरान 14लाई पनि त्यस्तै भयो। मैले हिजो भिडियोमा पनि रिप्लेहरू हेरेँ हैन। त्यो कसरी पेनल्टी हुन्छ क्या। त्यो कालेले गेम त्यस्तै खेलाउँछ, देखिरहेको गेम हो हैन। त्यो काले त्यस्तै नै छ है। फाइनल चाहिँ त्यो कालेले खेलाउनु हुँदैन। अब हाम्रो धरान 17 हिजो गएर गुन्द्रुकको झोल भात खायो होला हैन। हाम्रो 14को हिजो देखेको भए स्टार होटलमा बब्बाल भइरहेको थियो हैन। यस्तो दामी हामी सेमी फाइनलमा यस्तो र्याली भइरहेको छ, यस्तो स्टेडियम हल्लाइरहेको छौँ। झन् फाइनल जितेपछि त कसम भनेको धरान हल्लाउँछौँ क्या, धरान।